नमस्कार। के हजुरलाई एकदमै थाके जस्तो महसुस हुन्छ? केही काम गर्न मन नलागे जस्तो अनि काम गर्दाखेरि एकदमै अल्छी लाग्ने गर्दछ? हरिओम, म बबिता पौडेल, प्राकृतिक चिकित्सक। मेरो यो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। यो युट्युब च्यानल बनाउनुको उद्देश्य पनि यही हो। योग, ध्यान, प्राणायामका साथै प्राकृतिक उपचार हाम्रो जीवनमा सामेल गरेर हाम्रो जीवनलाई कसरी उपयोगी, स्वस्थ र निरोगी बनाउन सकिन्छ भन्ने हो। यस च्यानलमा हामीले प्राकृतिक उपचारका साथै योग, ध्यान र प्राणायामले हाम्रो जीवनलाई अझै सरल, खुसी र आनन्दमय बनाउने तरिकाहरू जान्नेछौँ। यदि तपाईँ हामीसँग जोडिन चाहनुहुन्छ, योग ध्यान गर्न चाहनुहुन्छ, प्रकृतिमा सामेल हुन चाहनुहुन्छ भने हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन दबाउनुहोला। हामीले निरन्तर रूपमा योग, ध्यान र प्राणायामको भिडियोहरू राख्ने गइरहेका छौँ। हामी सबै मिलौँ, सबै एकजुट भएर यो लाइनमा लागौँ। हामी सबै मिलेर योग गरौँ, सबै मिलेर प्रकृतिसम्म लागौँ। यदि हजुरहरूलाई पनि हामीसँग जोडिन मन छ भने यो यात्रा हाम्रो हो। म पनि तपाईँहरूसँगै योग गर्छु, तपाईँहरूसँगै ध्यान गर्छु र हजुरलाई धेरै धेरै टिप्सहरू दिनेछु। सुरुमा हजुरहरूलाई अलिकति अप्ठ्यारो लाग्न सक्ला या त केही चेन्ज देख्या छैन भन्ने लाग्न सक्छ। तर जब हामी गर्दै जान्छौँ, अलि समय बित्दै जान्छ, 1 महिना, 2 महिना अनि हजुरले हजुरको स्वास्थ्यमा, हजुरको दिनचर्यामा अनि हजुरले गर्ने कार्यमा हजुरहरू एकदमै एक्टिभ भएको महसुस हुन्छ। हजुरको मन शान्त भएको महसुस हुन्छ। आउनुहोस्, सबैजना जोडिनुहोस्। हामी सँगै यो स्वास्थ्यको यात्रामा अगाडि बढ्नेछौँ। योग, ध्यान, प्राणायाम मात्र नभइकन प्राकृतिक चिकित्साको बारेमा पनि थाहा पाउनेछौँ। सबै मिलेर एकअर्कालाई स्वस्थ राख्नलाई सहयोग गर्नेछौँ। सबै स्वस्थ, ज्ञानी र ध्यानी हुनेछौँ। हरिओम।